amo acha uri उजै मुजुन दे आले खरा जाउ ल हेलो हेलो हामी चाहिँ तारकेश्वरको बौडेश्वर मन्दिरमा आएको दिदीबहिनी चिकन चाउमिन अचार सहित कस्तो मिठो अचार मलाई मन पर्छ खाऊँ है खाएला ओके खानु खानु खाएला ल 1 2 3 को हामी यो खाएर घरतिर गो खाएला कसलाई खायो त अब खाएला भन्छ त के अर्काले बार्नुपर्छ के अब म देखाउँछु ल्याएर म चाहिँ त्यो न्याङ देखो त पिरो पिरो मिठो एकदम मिठो रहेछ अचार त हो दामी छ अचार त वाउ छ अचार वाउ छ खाम्ला खानु खानु मन्दिरमा आएर चिकन चाउमिन मन्दिरले के भन्छ भने भगवान्ले पेटभरि खानु पेटभरि टन्न लगाएर खानुहोस् अनि मलाई दर्शन गर्न आउनुहोस् भन्नुहुन्छ कि क्या खतरा गीत बज्यो भने कसले यो यस्तो गीत बजाएको मिठो खोल्दैन खोल्नेले होइन चाउमिन खाएर चाहिँ कसरी गीत बजाएको मलाई त अहिले त अति रिस उठ्यो कि खाना नाच्नु लाग्यो होइन खाना पनि राम्रोसँग खानु नदिने कि हेर्नु त दिदीबहिनीहरू अर्का खाने ठाउँमा डिस्टर्ब गरेर चौध खायो रेलको धुवाले म त मन्दिर हजुर मासु खाँदैन खानाले तातो तातो रहेछ आहा कस्तो राम्रो देखेको होइन यो चम्चा पनि कुन राजाको बालमा बनाएको घोज्यो ट्राङ भन्छ त थोरै हाल्नु कि धेरै हाल्नु मेरो सकिँदै छिटो हो त्यहाँ नाचेको हेर्ने छिटो खानु पऱ्यो मुख सानो गऱ्यो कि ठुलो गरौँ ठुलो पानी आउँदा छाता हजुर ओर्दैन ओर्नाले गीत गाउनु जानुपर्ने हो क्या हो म त गायो गायक म वाउ वाउ कुन गायक म कुन गायो हेमराज हेमराज ठिक छ आमामा खतरा नाच्यो होला एकदम नाचेको मान्छेहरू त्यसरी त छाता नि ओर्नु नाच्नु पर्दै म त हजुर छाता तिम्रो ओर्दैन ओर्नाले म त के बनाएँ अरे मासु बनायो हजुर रेलको धुवाले बनायो हजुर रेलको धुवाले म त राम्रो छ हजुर छाता ओर्दैन ओर्नाले
म त पानीले भिज्यो हजुर छाता ओर्दैन ओर्नाले कोरोनाले। थ्याङ्क यू। वेलकम वेलकम। तर गीत त हामी पनि जान्छ कि है त्यो एलेमेले झिक्ने मान्छे एल्बम चाहिँ टुक्का मात्रै नमिलाएको कस्तो हराएको यो गीतको एल्बम मैले त्यो टैलीको छेउमा राखेको थियो भोकै नलागिकन चाउमिन एक प्लेट खायो है 10 मिनटमा हालिदिएछ कि त्यो गीत लेखेको कागज ए हरायो। म त यति रिस उठ्यो मलाई रिस उठेर म त एक दिन त्यो एल्बम झिक्नु पर्ला 10 मिनट होइन मैले त भित्र खारको मुनि राखेको थिएँ नि त एल्बम झिक्नु पर्ला भनेको त 10 मिनटमा हालिदियो अरे बुढाले कुरामा म त चलाइदियो त नि चाउमिन मिठो छ साँच्चै मिठो रहेछ। बौडेश्वर मन्दिरको सबभन्दा पुछरको होटेल नाम पनि के छ? यो होटेलको नाम खाजा होटेल। कस्तो यो होटेलको मान्छेहरू आउँदैन आउँदो रहेछ है हामी त यसो कोकबिन्दाहरू खान्थ्यो होला नि लौ आएन है त्यो भएर कस्तो हामीलाई त्यो लाग्यो क्या हो होला हामीलाई पिरो भइरहेछ। ओ अले आइपुग्नु म त बोल्दैन कि म त हाम्रो बाहिर गयो भने म हाम्रो कोहीसँग नि बोल्दैन कि अले चम्बा साथीहरू फेरि यो होटेलको बाबु चाहिँ धानी सती देवीको रहेछ क्या गोर्गाङ भन्ने ठाउँको पऱ्यो कि यो बाबु चाहिँ मेरो यसरी छ्या भन्दा यो कस्तो राम्रो है दाँत त कस्तो राम्रो छ है कस्तो राम्रो छ है मुसुक्क हाँस्नुपर्छ दाँत देखेर भनेर मुसुक्क गरी हाँस्यो अन्त दाँत देखेर म के मान्छे भाग्दो छ जस्तो बेस हुन्छ बेस भएर खारमा ढल्छ कि भिरमा खारमा पिरो तर नेपालीले खानुपर्ने नै पिरो हो कि म त छिटो खाँदो रहेछ है यो नि खाउन न एक चम्चा खाउँ न पेट फुल्यो पेट त फुल्ने नै हो यो यस्तो गरेउलाहरू खाएपछि पेट त अघि भर्खर भात खाएको नि त म त अहिले यो खाएर के गर्छु दादा यहाँ त लाग्यो सतीदेवीको भएको होटेलमा क्या नाच्ने क्याफे बजेर आएछ नाच्ने अनि दिदीले तपाईँ त टिकटकमा देखेको दिदी राम्रो नाच्दो रहेछ भन्यो क्या अनि एकचोटि चाहिँ नाच्नुपर्छ भने फेरि नराम्रो ताली होइन नि त बिचरा पैसा लिन्न कि बुट अहिले क्या निकाल्यो क्या जस्तो भयो नि यस्तो हो क्या बुझ्ने मान्छे त म त कुरो चाहिँ राख्छु ल बाबु म 2 घन्टा नाच्छु समयमा पैसा फ्री गरिदिनु मसँग पैसा पनि छैन बेरोजगार हो भगवान्लाई दर्शन गर्न आएको कोही पाओस् रोजगार हुनु पाओस् भनेर दर्शन गर्न आएको बाबु मलाई यस्तो मिलाइदियो नाच्छु भोलि पर्सि आउँदा तिरुम्ला आज चाहिँ एडवान नाचिरहेको छु भने सिद्धिँदैन त अलिकति सहयोग गर्नु थोरै सहयोग गर्नु न धर्म लाग्छ कि मलाई त पेटै छ अब पानी खानुपर्छ चाउमिन चाहिँ मिठो छ म नाच्छु भनेको यति खाँदा म नाच्नु सक्दैन होला खर्च एकछिन रुपियाँ घन्टीसम्म आयो
तर मेरो यो चाउमिन सबै नछिर्दियो नि थाहा छ आइमे पनि लुद्रुके घन्टी हुन्न भन्छ रुद्री घन्टे हो क्या लुद्रुके होइन रुद्र घन्टे यस्तो हेरेर त यहाँ पल रहेछ कि अनि यो पल छोप्नको लागि मैले चाउमिन धेरै खाएको हो कि कहाँको लुद्रुके घन्टीको लागि अनि पल राखिरहन्छ त भनेर ल उच्च भनेर एक प्लेट चाउमिन मागेको अनि खाएला भनेर के हजुर हो सिधे मेरो फिनिस मन्दिर घुम्न आएको मन्दिर गयो नि गोम्बो गयो नि बौद्ध गयो नि साइमा गयो नि यो मुखलाई खानुपर्ने रहेछ पेटलाई भोक लाग्दो रहेछ खाएको खाए पैसालाई चिलाउँदो रहेछ यस्तै हो जिन्दगी जिन्दगी बढ्छ थालभरि नखाए मर्छ त्यो मर्छ जिन्दगीमा पिर चिन्ता केही दिन होइन क्या बिन्दास पारेर खाएर अनि बिन्दास पारेर जिउनुपर्छ जोसुकैले जेसुकै भनेर ए टन्न खाने चाउमिन खानु पाए भयो घुम्नु पाए भयो टन्न खायो सट्टको घुम्यो टन्न खायो चिङ्रिङको मटायो मस्ती सुत्यो उठ्यो ड्याम खायो ल्याएछ कसको बाउ के खाएछ जेसुकै भनेर आफ्नै खाएको आफ्नै खाएको ल मेरो यहाँ स्टोरी जेसुकै जसुकै भयो भने जति दुःख पायो भने खाना लेख्यो भने खानै पर्छ मर्न लेखेको दिनमा मर्नै पर्छ झुटो बोल्नु हुँदैन मर्ने दिन कहिले झुटो हुँदैन साथी हो पहिल्यै पछि हिँडेको बोलेको झुटो हुँदो अरे हामी मर्ने दिनमा कहिले झुटो हुँदैन अरे साथी हो त्यही भएर सबै खाएर जिङ्रिङ मोटाएर